नेपालको राजनैतिक अशान्ति सडकमा मात्रै होइन, सम्पूर्ण नेपालीहरूको मन मस्तिष्कमा छाएको छ। जुन किसिमको विध्वंस नेपालले भोग्यो त्यो सबै हामी नेपालीले विटनेस गर्यौँ। ती दिनहरूमा जुन बेला हामी फोन खोलेर हेर्थ्यौँ, टिभी, रेडियो, पत्र पत्रिका, साथीभाइसँग फोनमा कुरा गर्दा हामीले नराम्रा समाचारहरू मात्रै सुन्यौँ र देख्यौँ। त्यो छटपटी, ती मृत शरीरहरू, घाइते भएर कसैलाई लाँदै गरेको, अनि काहीँ कतै बिल्डिङ जलेको, फलानु ठाउँमा यस्तो भयो रे, फलानु ठाउँमा उस्तो भयो रे, ती सबै कुराहरूलाई हामीले कोलाहलपूर्ण वातावरणमा विटनेस गर्यौँ। हामीमध्ये कतिले आफ्नो परिवारको नजिकको, आफ्नो गाउँठाउँ नजिकको साथीभाइहरूलाई गुमायौँ। वा त्यो काउन्टिङ हेर्दै सुन्दै आत्यौँ पनि। यी सबैले हामी सबैको मानसिक स्वास्थ्यमा एउटा गहिरो छाप छोडेको छ। यदि तपाईँ चिन्तित महसुस गर्नुहुन्छ, तपाईँको मन अशान्त भएको जस्तो महसुस भइरहेको छ, वा आफू पहिले जस्तो नरहेको, आफू असहाय भएको, के गर्ने र कसो गर्ने जस्तो हजुरलाई भएको छ भने हजुरहरू एक्लै हुनुहुन्न। नेपालले भोगेको त्यो विध्वंस, सम्पूर्ण नेपालीहरूले भोगेको त्यो एउटा विषम अनुभवको कारणले हाम्रो मानसिक स्वास्थ्यमा जुन असर परेको छ त्यसलाई कम गर्न र हाम्रो मानसिक स्वास्थ्यलाई जोगाइराख्नलाई यी 3 कुराहरू हामीले गर्नुपर्छ भन्ने मलाई लाग्छ। नम्बर 1, आफ्नो दिनचर्याहरूलाई कायम राखौँ। यो घटनाभन्दा पहिला हामी जसरी आफ्नो दिनहरू बिताउँथ्यौँ सकेसम्म त्यसरी नै बिताउने कोसिस गरौँ। हामी कुन बेलामा सुत्न जान्थ्यौँ, कुन बेलामा खाना खान्थ्यौँ, आफ्नो परिवारसँग कसरी समय बिताउँथ्यौँ, वा स्कुल, कलेज वा जबमा हामी कसरी जान्थ्यौँ, कुन बेलामा जान्थ्यौँ, त्यो दिनचर्या, त्यो रुटिनलाई कायम राख्ने गरौँ र आफूले गर्ने गरेको कुराहरूमा सकेसम्म परिवर्तन नल्याउँ, कम्तीमा यो समयमा नल्याउँ। यसले तपाईँलाई आफ्नो दिनहरूलाई एकाम्य तरिकाले अगाडि बढाउनलाई मद्दत गर्छ। लिमिट द न्युज। नम्बर 2, हामीले फोन धेरै चलाउँछौँ, फोन स्क्रोल गर्दै जान्छौँ र अहिले यही बारेमा नै त्यो न्युजहरू धेरै चलिरहेको छ। नेपालको बारेमा हामीले चिन्ता देखाउनु र बुझ्नको लागि हामीले धेरै समय खर्च गर्नु स्वाभाविक हो, तर त्यसले हाम्रो मानसिक स्वास्थ्यमा जुन असर परिरहेको छ त्यसलाई मिनिमाइज गर्नको लागि हामीले हाम्रो फोनसँगको इन्टरेक्सनलाई पनि मिनिमाइज गर्नुपर्ने हुन्छ। त्यसैले दिनमा 2 या 3 पटक मात्रै रुटिन बनाएर फोन चलाउने गरौँ र एकपटक चलाउँदा बढीमा 5 मिनट वा 6 मिनट त्यसरी हामीले बाउन्ड गऱ्यौँ भने पनि हाम्रो मानसिक स्वास्थ्यमा परिरहेको जुन असर छ त्यसलाई हामीले मिनिमाइज गर्न सक्छौँ। र नम्बर 3, टक टु योर फ्रेन्ड्स, फ्यामिली एन्ड कम्युनिटी। हामी हाम्रो साथीभाइ, परिवारसँग कुराहरू गरौँ। तपाईँलाई यदि राम्रो महसुस भइरहेको छैन, मन डराएको जस्तो महसुस भइरहेको छ भने हामी एकअर्कासँग कुरा गर्न सक्छौँ। मैले अघि नै भने नि, हामी यो क्रममा एक्लो छैनौँ। एकजना म मात्रै वा हजुरलाई मात्रै यो भइरहेको छैन, सायद हाम्रो परिवारको अरू सदस्यहरू, हाम्रो समुदायको अरू सदस्यहरूलाई पनि यस्तै भइरहेको छ र हामी यो बारेमा एकअर्कासँग कुरा गरेर हामी मानसिक स्वास्थ्यमा भएको असरलाई कम गर्न सक्छौँ। भनिन्छ साइलेन्स ग्रोज ट्रमा एन्ड कनेक्सन हिल्स। मौनताले ट्रमालाई अझै बढाउँछ र कुराकानीले त्यसलाई निको पार्नलाई मद्दत गर्छ। किनभने याद राख्नुहोस्, नेपाल आमालाई अझै पनि धेरैभन्दा धेरै बलिया मनहरूको खाँचो छ, धेरैभन्दा धेरै बलिया दिमागहरूको खाँचो छ।